हेलो गाइज वेलकम टु अनदर ब्लग। के छ सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु अनि न्यू ब्लग लिएर आइसकेको छु। हेर्दै गर्नु होला है त। गाइज अहिले चाहिँ म हैन अहिले कति 4-5 भइसकेको छ। अझै पनि देख्न सक्नुहुन्छ पुरा टन्टराम घाम चलिरहेछ कि यतापट्टि देख्न सक्नुहुन्छ पुरै यस्तो चलिरहेछ, पुरा निलो आकाश देखिरहेछ। अनि यतापट्टि छ हाम्रो वस्तुहरू। म चाहिँ अहिले वस्तु हेर्न जाँदैछु। देख्न सक्नुहुन्छ यतापट्टि वस्तु छ अनि घर त्यहाँका हातमा प्लास्टिकहरू लिएको छु हैन। हातमा प्लास्टिक चाहिँ किन लिएको भन्दाखेरि चाहिँ म आज चाहिँ खोलातिर लिएर जाँदैछु वस्तुहरू। हेर्दै गर्नु होला है त। A few moments later. त्यता जाने मलाई हेर्नु न आइज। यहाँनिर छ एउटा गाई अनि यसकै बाछा यो पनि है। नन्ना मुन्ना छ पुरा घाम यस्तो टल्किया क्या अनि यहाँनिर छ यो पनि त्यही माउको बाछा हो होइन। ठुलै छ यो चाहिँ अनि त्यो चाहिँ किनेर लिएर आएको। गाइज म चाहिँ आज यिनीहरूलाई लिएर जानेछु त तलपट्टि होइन। हेर्दै गर्नु होला है त। दुःख दिन अनि कम जाने हुन्छ तिनीहरूले। र गाइज जाँदैछु होइन। अहिले चाहिँ पुरा टल्टराम घाम टल्किरहेछ, केही देखिरहेको छैन राम्रोसँग क्यामेरामा। धेरै बजी भिडियो बनाएँ हो आज मैले। हेर न उहाँ पुगेछ, उहाँ अगाडिपट्टि। र गाइज जाम होइन। रति कहाँ गएको यस्तो कहाँ गएको अलि रति त्यहाँबाट चाहिँ जान्छन् होइन। देख्न सक्नुहुन्छ कहाँ गएको यताबाट जाने हो, यहाँबाट जाने होइन। टक्कला ल कुदेको यिनीहरू। अब यिनीहरूलाई यतै छोडिदिनुपर्छ, चरिराख्छन् कतै जाँदैन होइन। ल 4वटा म यस्ता यहाँ दौडेर गएँ। हाम्रो खोला त्यहाँनिर छ होइन। देख्न सक्नुहुन्छ अगाडिपट्टि खोला। हेर्नु न कहाँ पुगेको त्यो। यहाँ चढ्दै जानुपर्छ नि। यस्तो राम्रो घाँस देखि उहाँ तल पुग्छ। कति अब चाहिँ हामीले होइन उताबाट जानुपर्ने हुन्छ। उहाँ देख्न सक्नुहुन्छ नि त। अब त्यता जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ है त हेर्दै गर्नु होला। देख्न सक्नुहुन्छ हजुरहरूले मकैहरू छ सबै। त्यता मकै सकै सबै। अब खेत रोप्ने पनि बेला लगाइसक्यो होइन। अहिले चाहिँ हामीले यता रोप्दैनौँ, उतापट्टि छ उहाँ रोप्छौँ अहिले। कहाँ गएँ सन्चो पनि छैन हौ। कता गइसक्यो कता गयो होइन। कतिजना उहाँ तल पुगिसक्यो। एउटा दुईवटा तिनवटा, एउटा त खोलै पुगिसकेछ। है हातमा प्लास्टिक पनि छ होइन। यो प्लास्टिकको काम भनेको चाहिँ निउरो टिप्दै हाल्ने हो। प्लास्टिकको काम भनेको दुःख दियो भने पिट्ने। मेरो छाया देख्न सक्नुहुन्छ होइन। बकुल्ला पनि उडेर गयो। आकाश पुरै हेर्नु न, बादल कतै देखाएन, निलो देखियो। उता चाहिँ छ बादल होइन। यता माथि हेर्नु न पुरै निलो। अलिअलि छ। यस्तो घाम चर्किएको छ नि होइन। 5:30 बज्न लागिसक्यो। त्यही पनि यस्तो छ क्या। ल गाइज यता हेर्न सक्नुहुन्छ। कहाँ गयो मेरो कपाल चाहिँ क्या लामो भएको छ क्या। ल म खोलामा आइसकेको छु होइन। देख्न सक्नुहुन्छ खोला उहाँ वस्तुहरू त उता छन् कि उहाँ अगाडिपट्टि छ वस्तुहरू। अब वस्तुको चिन्ता लाग्दैन किनभने अब त्यहाँबाट कतै पनि जाँदैन नि त। अब चाहिँ खोलातिर आइयो अनि खोलातिर आएपछि चाहिँ न्युरो खोज्न आइयो नि त। न्युरो खोज्नु पऱ्यो, लस्टीलाई यतै गाड्न पऱ्यो। मेरो लोरीको लस्टीको लागि व्यवस्था भइहाल्यो होइन। देख्न सक्नुहुन्छ न्युरोको लागि
दामी छ न्युरो पनि होइन। न्युरो हाल्ने प्लास्टिक भनौँ, प्लास्टिक लिएर हिँडेको छु। यसलाई चाहिँ अहिले गोजीतिर हालौँ, गोजीतिर हालौँ। भ्याकुता भ्याकुता नि पानी पनि हेर्नु न कति ठुलो भएको हो। यति ठुलो खोला पनि कोही बेला चाहिँ यत्रो भएर आउँछ यो खोला, कोही बेला चाहिँ हेर्नु न यति सानो हो कि। यो जङ्गल, यतापट्टि जङ्गल छ, उतापट्टि जङ्गल छ। एकचोटि वस्तुलाई हेरौँ है, फेरि दौडेर भागिदियो भने त गइदिइहाल्यो नि। एकचोटि वस्तुलाई हेरेर अनि त्यसपछि टिपौँला। यस्तो टल्के खायो काम पनि। एउटा दुईवटा, एउटा माथि छ तिनवटा, एउटा कहाँ भयो हेर्नु न। दुईवटा एउटा माथि छ होइन, अनि एउटा चाहिँ कहाँ गयो? ओइ भाइ कहाँ गइस है त? एउटा छैन यार, गायब भयो नि त तँ त। मकैबारीमा त राख्नु। अरे भाइ कहाँ गयो रे एउटा? एउटा छैन त यार, चिन्ता गर्न परेन भनेको। कहाँ भागिदिएछ यार? सुको जल अर्का मकैबारी यहाँ जम हानिसकेछ अहिले त। यस्तै तँलाई मासुको झोल, तँलाई मासुको झोल अर्काको बारीमा आउँछस्। तँलाई त्यता राखे होइन ठाउँ आँचे। हेर्नु यति हरामी छ अरे बाछो छि। ल है थगेन लाग्यो यार यिनीहरूलाई हेर्दा हेर्दा। एउटा त्यहाँ पुन्टे, त्यहाँ यहाँ दुईवटा बाछो अनि एउटा गाई अगाडि। अब यिनीहरू त्यता अगाडि जान्छन् होइन। अब चाहिँ अगाडिपट्टि गएर बस्दा हुन्छ। त्यसको लागि म यहाँनिर न्युरो पनि खोज्नु छ नि त मलाई। बेलुकालाई तरकारी चाहियो नि होइन। थकेला यार यतिमै थकेला लाग्छ आज हुन्छ के हो यस्तो विधि होइन। हेर्नु यहाँ छन्, यहीँबाट झर मलाई। चर हेर्नु अब चाहिँ हाँडी न्युरो खोज्दै जानुपर्छ होइन। लगाएछ अब न्युरो खोजौँ है। न्युरो यहाँनिर हेर्नु न, यो हो क्या, यसलाई भन्छ न्युरो है। चिल्लो पात हुन्छ होइन, देख्न सक्नुहुन्छ न्युरो। अझै यस्तो नि हो होइन, यस्तो नि भयो होइन। यिनीहरू यस्तो हुन्छ नि, यो हरियो भयो होइन। अनि त्यसपछि अझै त हुन्छ नि गोलो रुखमै म देखाउँछु त्यस्तो नि। के अरे कता गयो न्युरो, कता गयो न्युरो? यसो गुटमुटेको हुन्छ नि हेर यस्तो, यहाँ जुन यस्तो देख्न सक्नुहुन्छ नि, यस्तो है। यस्तो चाहिँ कलिलो दामी हुन्छ यो यहाँनिर होइन, देख्न सक्नुहुन्छ कुचुक्क परेको हो। यसलाई चाहिँ अब हामी खोज्नुपर्छ है। यस्तो चाहिँ खोजौँ है तपाईँ। जाउँछ कति गाई पनि यहीँ चढ्दै हुन्छ, गाह्रो पर्छ त मैले न्युरो खोज्नु। खोज्नु है थोरै भए पनि। गाईले सहारी हामी भयो जस्तो लाग्यो। कति पाउँदो रहेछ मैले यो वरिपरिमा, यहाँबाट यतिमा चाहिँ कति पाउँदो रहेछ एकचोटि हेरौँ है त। इसे तो कुछ भी कहना। अरे भाई मिल जा रे मिलता है बहुत ज़्यादा। अभी तो शुरुआत है भाई। ये मकड़ी का जाला भी किधर है भाई? ये भी है क्या? ये नहीं है, इधर बोलते हैं।
कभी कभी ना ऐसा भी देख्दैन ए न्युरो होइन है यो चाहिँ खानु हुँदैन यस्तो चाहिँ अब हामीले चाहिँ खाँदैनौँ है यस्तो खानु हुँदैन भन्छन् अब हामीले खाँदा पनि खाएको छैन सो अनि चिल्लो पात निहुरेको कस्तो राम्रो देखिन्छ क्या मसिनो मसिनो पात ओहो त मिसिरा यार किधर जा रहा है भाई तू कहाँ हिँडेको हाम्रो गाई पनि कता कता हिँड्यो बट्टाहरू इतना ही बोलु यहाँ चाहिँ यति भेटेँ मैले है देख्न सक्नुहुन्छ न्युरोहरू यति भेटेको छु खोलाको साइडमा यति चौटोमा चाहिँ अझै छन त ओइ 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 हेर तँलाई हट कता आएको यो किधर से जाऊँ बो तिमीहरूलाई उदा 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 सीमा झ्याक्नेहरू तँलाई खुब बाटो छस् म चाहिँ न्युरो टिप्ने अनि अझ अन्त जाने भनेर माथितिर लागेको खास उता देखाइँदैन भनेको हक अलि उता अहिले फेरि यता आउँछ तिमीहरू ए यहाँ पनि रहेछ क्या दामी दामी छ यार फेरि यसको तरकारी पनि क्या दामी हुन्छ क्या मलाई चाहिँ दामी लाग्छ है न्युरोको तरकारी गाउँले मान्छेहरूले खानु भएको छ मिठो लाग्छ तरकारी पनि दामी हुन्छ होइन न्युरोको तरकारी आलुसँग मिसाएर क्या मिठो हुन्छ यार इसका तरकारी क्या बहुत ही अच्छा होता है म त हिमाधरी बोलिदिरहेको छु यार यता त यति नै होला जस्तो लाग्छ मलाई होइन तर भेट्न त भेटिरहेछ अझै पनि खोज्ने भन्दा सो यता चाहिँ यति नै भनौँ होइन जतिसम्म आँखाले भेट्छ टिप्ने हो होइन अब नभेटे त के गर्ने आँखाले भेटेको टिप्ने हो सो जति देखिन्छ त्यति टिप्ने हो नि त गाइस मैंने प्लास्टिक पे डाल दिया देख सकते हो प्लास्टिक पे ये रहा उधर चलते हैं उधर चले गए भाई ये ना मेरे को टिपने नहीं दे रहे किधर किधर जा रहे हैं मेरे को पता भी नहीं चल रहा है बाद में टिपूंगा इधर मैं आगे जाता हूँ ठीक है इसकी तो मैले त भेट्न त भेटेको छु है आज मैले भाई मेरे को अटैक किया फिर से देखो भाई ये बंदे ना ये ना ये झुकाना इतना ज़्यादा लगते हैं भाई मेरे को छोड़ दे भाई किधर किधर आ रहा है भाई तू लोग तेरी क्या है ये लोग परेशान कर रहे हैं मेरा खून चूसने के लिए आ रहे हैं भाई इसकी तो देखो रे देखो कितना मिल रहा है देखो गाइदिन्छु नि म फेरि हैन तडा गाइदिन्छु नि किन हो अरूले टिपेर लैसक्या हुन् कि मैले आँखा नदेखे हो कि के हो मैले कुरै बुझिनँ त अत्ता त्यति धेरै त भेटेको छैन है मैले हैन नभए त थुप्रै भेट्थ्यो क्या कति हुन्थ्यो अरूले नि टिपे जस्तो लाग्यो मलाई इधर और कोई भी आया था टिपने के लिए मेरे को पता है
मैं मम्मी को बता दूंगा। मैं मम्मी को बता दूंगा भाई, मैं मम्मी को बता दूंगा तुमको। रुक जाओ भाई, मैं मम्मी को बताऊंगा तुमको। भाई मेरा आँख देख नहीं रहा है क्या? पता नहीं चल रहा है किधर है किधर नहीं है इसकी तो। हाँ इधर है इधर है इधर है और दूसरा भी उधर है। तो मैं थोड़ी देर इधर भी देखता हूँ, इधर ही। ठीक है इतना बना लिया थोड़े से कान पे। थोड़ा थोड़ा ही पा रहा हूँ, क्या मैं क्या करूँ। किधर है भाई किधर? ढूंढना है इतनी जगह उधर तक, हाँ ढूंढना इधर से। तो अभी तक इतना ही मिला मेरे को, देख सकते हो आप लोग, इतना ही मिला। इधर गिर गया, इतना ही मिला मेरे को। ठीक है तो मैं क्या कर सकता हूँ भाई, क्या करें, इतना ही मिला। तो देख सकते हैं आप लोग भी इसकी। तो अपना इतना ही मिला तो कोई और आके भी लेके गया होगा इधर से, नहीं तो बहुत ज़्यादा मिलता था। ठीक है तो भाई अभी भी सूरज देखते हो इधर ही है, अभी तक डूबा नहीं। इसकी बहन के लोड़े ये ना मेरे को परेशान कर रहा है भाई। देखो इसकी माँ की, अरे भाई मेरा ना इसकी तो क्या कर। ये देखो ये चूस रहा है भाई मेरा, ये चूस रहा है। ये कहाँ से आते हैं? खून चूस रहा है मेरा साला। खून चूसेगा भाई, हाँ खून चूसेगा। किधर गया भाई, ये तो आता ही नहीं मेरे हाथ में। ये इसकी तो देखो ए इसकी तो क्या करें यार। ऐसा लोग मिलते हैं रास्ते पे, देखो लमक करके जा रहा है साला, मेरा खून चूस के जा रहा है साला। मेरे को दर्द दिया, खून चूस के चला गया। देखो अभी इधर ही है तो मैं इधर ही उतरता हूँ भाई। क्या करें यार, देख्न सक्नुहुन्छ अहिलेको भ्यू यस्तो छ। अब चाहिँ हामी A few moments later. गाइस ल है त देख्न सक्नुहुन्छ यहाँ चाहिँ राजा अँध्यारो पनि हुन लागिसक्यो होइन। अब चाहिँ एकछिनमा अँध्यारो हुन्छ। कस्तो हिँड्छ त, कता कता गएको त अनलाइन मर्दा। हात त सोझो छ नि मेरो फेरि। हिँड भनेको अझै अनि उहाँ देख्न सक्नुहुन्छ त्यहाँ छ मकैबारी माथिपट्टि, मकैबारी दर्याम होइन। यो गीत चलेको छ त। ल गाइस अब चाहिँ घरतिर पनि जानुपर्छ होइन। उहाँ पुगिसक्यो, कोही यहाँ न्युरो यति भन्दा छैन है। अलिकति एक छाकलाई मिसाउन पुग्छ होइन। माटी गुरी चिची गरेर जा भने जा हिँड। आइसकेको छु होइन, देख्न सक्नुहुन्छ घर अगाडि आइसकेको छु। हजुरहरूलाई चाहिँ आजको ब्लग कस्तो लाग्यो प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त।